हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ यो कागतीको निबुवाको सदुपयोग गरौँ है त। आज मैले निबुवाको सदुपयोग गर्ने सोचिरहेको छु अनि यसलाई चाहिँ मजाले धोइ पखाली गरिसकेपछि यसलाई चाहिँ चरचरी बिचमा काटेर यसरी यसको रस निकालेर अनि रसलाई पनि सदुपयोग गर्ने, बोक्रालाई पनि सदुपयोग गर्ने विचार गरिरहेको छु मैले चाहिँ। अनि यो चाहिँ हो रस। अब यो कागतीको सबै रसहरू, यो निबुवाको सबै रसहरू निकालिसकेपछि चाहिँ मैले यसरी निकालेँ अनि त्यसपछि यसको बोक्रालाई पनि मैले मसिनो गरी काटेँ अनि त्यसपछि यता चाहिँ मैले यो अमिलोलाई चाहिँ पाक्नलाई बसाएँ, कराईमा हालेर बसाएँ अनि मजाले पाक्दै थियो। अनि यता घाममा लगेर कागती पनि सुकाइदिएँ मैले, बोक्रा है, यो चाहिँ बोक्रा सुकाइदिएँ। अनि यो यसरी पाक्दै थियो अमिलो चाहिँ मैले यो चुक बनाउँदैछु। अनि यो चाहिँ चुक हुनको लागि यो चाहिँ चुक रेडी भयो, तर मैले पानी नै हालिनँ। त्यसपछि यस्तो धेरै बाक्लो भयो, उक्किँदै नउक्किने भयो क्या लास्टमा। मैले त जान्दै जानिनँ बनाउनलाई, हेर्नु यस्तो भयो, सबै टाँसे भयो। अनि अब के गर्नु भनेर म सोचिरहेको थिएँ। अनि आमालाई सोधेको, आमाले चाहिँ हेट पानी हाल्नु पर्दैन, पानी हालेर पातलो बनाउनुपर्छ त भन्नुभयो। अनि मैले पानी हालेपछि चाहिँ भयो, हेर्नु त चुक रेडी भयो। कस्तो अमिलो भएको थियो, हुँदो रहेछ यसरी। मैले फर्स्ट टाइम बनाएको तर पनि भयो, एकदमै राम्रो भयो, खुसी भयो। अनि त्यसपछि बोक्रालाई चाहिँ घाममा सुकाएको थिएँ मैले। अनि त्यसपछि यसरी ल्याएर फेरि बोक्राको पनि म अचार बनाउँदैछु। त्यसमा चाहिँ बोक्रा छ अनि मैले रस पनि मजाले निचारेको थिइनँ नि त, अनि अमिलो पनि छँदैछ त्यसमा। अनि यसरी तेल तताएर खोर्सानी हालेर अनि यो बोक्रालाई मजाले यसरी सबै थोक नुन, बेसार, मसला सबै थोक हालेर भुटभाट पारिदिनुपर्छ है। अनि यसरी भुटभाट पारेपछि यो त छुट्टाउनै नहुने मसला, यो त मेन भनेको अचारको मसला हो मैले बनाएको। अनि सबै थोक यसरी मिक्स गरेर यसरी मोलमाल पारिदिएपछि त हेर्दै खाउँ लाग्दो यो कागती पनि होइन, यो निबुवाको बोक्राको अचार रेडी भयो। अनि उता मेरो चुक पनि रेडी भयो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।